हामी चाहिँ अब केस्के भक भन्ने ट्रेन स्टेसन छौँ। हामी ट्रेन पर्खिरहेको छौँ। हामी ट्रेन टाउन जानुको लागि अहिले हामी चाहिँ टाउन जानुको लागि चढिरहेको छौँ। बल्की स्टेसनबाट अस्लो टाउन जाँदैछौँ। हामी ट्रेन स्टेसनबाट बाहिर निस्किँदैछौँ। अब यहाँबाट चाहिँ जति नेसनल ट्रेनहरू फेरीहरू चढ्ने ठाउँहरूबाट अब हामी बाहिर जाँदैछौँ। यहाँ हामी अब टिकटहरू चेकिङ हुँदैछ। अहिले हामी ट्रेन स्टेसनबाट निस्केर यहाँ बाहिर हुँदैछौँ। यो अगाडिको एउटा म्युजियम, ठुलो म्युजियम रहेछ यहाँनिर। म्युजियमहरू actually I don't know this place. Here is water fountain. It's a beautiful water fountain. अहिले चाहिँ यहाँको म्युजियमभित्र हामी छिर्दैछौँ। यो म्युजियम चाहिँ हिस्टोरिकल चाहिँ 1200 वरिपरि चाहिँ बुल्ड गरेको अरे। त्यसपछि यहाँनिर पछि फेरि यसलाई मोडिफाई गरेर बनाएको अरे। र मेन चाहिँ हामी यो चर्च घुम्नुको लागि आइरहेको छौँ। अब हामी यहाँबाट इन्ट्री हुँदैछौँ। नानु कम हियर। हेलो हेलो हेलो। हामी अहिले यहाँभित्रको म्युजियम, हिस्टोरिकल म्युजियम घुम्न आइरहेको छौँ। यो हिस्टोरिकल म्युजियमभित्र ल अहिले यो हामी सङ्गल जोर्डन अरे भन्ने ठाउँमा छौँ। यहाँबाट अब हामी यहाँ माथिबाट गार्डन घुम्दै आउनेछौँ। यो चर्च मेन चाहिँ यहाँ माथिको डाँडाको घर हामी खिच्न आउँदैन। ल यो पुरानो घरहरू छ यहाँनिर। एकदम यो 1200 बिल्ड भएको घरहरू छ यहाँ। हिस्टोरिकल एकदम पुरानो घरहरू छ यहाँ। त्यो घरहरू हामीले यहाँनिर छ साइनबोर्डहरू। साइनबोर्डहरू यहाँ छ, घुम्न जान्छौँ हामी। र यहाँको यो 1200 इयर्सतिरको घरहरू यो सबै। तर यसलाई पछि बनाएर पेन्टिङ गरेर पछिबाट फेरि यो चाहिँ यो एउटा घर छ यो भित्र। ल 1200 भनेपछि अहिले 2000 कति हो? यस बोर्डहरू यो 2000 त्यस्तो छ घरहरू। एकदम हिस्टोरिकल बिल्डिङहरू, घरहरू सेभ गरेको एउटा टुरिस्ट यो बनाइरहेको छ। एकदम हिस्टोरिकल ठाउँहरू हो यो। एउटा स्टेडियम जस्तो रहेछ। यो चाहिँ प्रोग्राम कति बेला हुन्छ थाहा भएन है। यस्तो यो बोर्डहरू छ है। हामी अब भित्र जाँदैछौँ। ल ल ल
यो नर्वेको एकदम हिस्टोरिकल बिल्डिङ घरहरूतिर हामी आएछौँ। यो घर एउटा त्यहाँ चाहिँ खानाहरू पकाउने घर जस्तो एउटा पुरानो कटेज यहाँ तल छ है। यसको मेन गेट चाहिँ तल इन्ट्रेन्स गेटहरू रहेछ। अनि यस्तोहरू क्या दामी रहेछ नि। अमेजिङ एकदम फ्यान्टास्टिक छ। मेन कुरा यो म्युजियम चाहिँ घुम्न आएको थियो। लेट्स सी यसको अर्थ के रहेछ। यस्तो छ। वा अमेजिङ एकदम राम्रो छ यहाँनिर है। ल हिस्टोरिकल घरहरू आइपुग्यो अब है। यहाँनिर कटेज घरहरू यहाँ यस्तो खालको घरहरू चाहिँ यो साइड के भन्छ यहाँनिर यो यो सफा कटेज यहाँनिर। ल पहिले यहीँनिर खानाहरू पकाउने गर्थ्यो होला। ओके ल दिनु एकछिन ल। अब हामी स्टोरी मेन चाहिँ हामीले यो म्युजियम घुम्न आएको आज अर्को चाहिँ यो चाहिँ मैले चाहिँ युट्युबतिर देखेको थिएँ। आज लाइभ आइपुग्यो, खुसी लाग्यो है। यस्तो हिस्टोरिकल घरहरू हेर्नु। यो चाहिँ स्टेडियम रहेछ। जति पनि यो यहाँ भएको म्युजियमहरूको लागि एउटा सो देखाउने ठाउँ रहेछ। तर कति घन्टा र कहिले कति बेला दिनमा एकताले होला, कति बेला हो थाहा भएन। तर यहाँनिर स्टेडियम रहेछ। अगाडि स्टेज छ, पछाडि यहाँ बस्ने ठाउँहरू यस्तै मजाले बनाएको छ है। Excuse me. Dad, come in. Wow, beautiful, yes? This is Bistara kitchen. Wow, it's really nice, Nano. Dining room. It's hanging के को खिलाहरू मासुहरू यसरी झेन्डा परेछ यसरी। ल Well, it's a really good replica of this. And I want to talk about this construction techniques. It's okay if we are quiet though. When you look at the walls here, you have huge logs for this. हेलो यो चाहिँ यो घर चाहिँ लुक लाइक त्यो खालको छ है। अब यहाँ हामी गेटबाट बाहिर निस्किँदैछौँ। ओके त्यो जमानाको फार्महरू चाहिँ यो खालको त्यो रहेछ फार्महरू। यहाँ साइनबोर्डहरू छ, फार्महरू हो यो सबै। र पुरानो घरहरू यो टाइपको थियो। यहाँ सबै 165 घरहरू यो टाइपको छ अरे। त्योभित्र भिजिट गरिँदैछ। ल यहाँनिर हेर्दा हुन्छ है। यो चाहिँ सबै ल यो सबै फार्म हाउस
जस्तो रहेछ यहाँ सबै यो पछाडि घरहरू ल गर यो 1247 बनाएको घरहरू रहेछ र यो घरहरू बनाउने टेक्निकहरू चाहिँ रसियाबाट आएको अरे रसियाले आएर चाहिँ सिकाएर बनाएको घरहरू थियो अनि यो भित्र चाहिँ कस्तो रहेछ भने भित्र बिचमा चाहिँ चौका अनि माथि घरको बिचमा चाहिँ घरमा लाइटको लागि ग्लासहरू लगाएर उज्यालो रुमहरू चाहिँ उज्यालो हुन्छ हामी यहाँको म्युजियम घुमेर बाहिर निस्किँदैछौँ म्युजियम राम्रो रहेछ ह्याप्पी भयो मान्छेहरू सामानहरू चलाउने सामानहरू लुगाहरू यस्तो लाउँछ ल अहिले हामी म्युजियमभित्र छौँ र म्युजियमभित्र त पहिलेको मान्छेहरूले कस्तो नरजिनहरूले कस्तो ड्रेस लाउँथो रहेछ भनेर यहाँतिर छ पुरा हाम्रो नेपालको भोटेहरूले लाउने जस्तो लाउँथ्यो रहेछ केटीहरूको ड्रेस यस्तो हुँदो रहेछ र केटाको चाहिँ केटीको यस्तो केटाको यस्तो सानो हो मान्छेलाई सामी ल यहाँनिर छ यहाँको पुरानो हिस्ट्रीको म्यापहरू रहेछ मान्छेहरू यो टाइपको थियो रहेछ अनि यहाँनिर बनाएको चाहिँ यो सायद के गर्ने चिजहरू हो है पुरानो लाई सजाइदिने चिजहरू हो कि के हो जस्तो छ यस्तो माछा मार्ने नेटहरू यस्तो के रहेछ सामानहरू साधनहरू यस्तो खालको के बनाउने हो खालको त्यो पानीको मान्छेहरू चाहिँ यो टाइपको हुन्थ्यो रहेछ यस्तोमा बनाएर पहिले बस्थ्यो रहेछ र पछि चाहिँ रसियाबाट टेक्निक आएर यो टाइपको बनाएर घरहरू बनाउनु सुरु गरेको यस्तै नेपाल जस्तै गोबरको थुप्रोबाट के बनाएको अनि पछि डेभलप भएर चाहिँ यस्तो खालको हिटिङ प्लेटहरू बनाउनु थालेको रहेछ लुगा गलाइछ भन्ने यस्तै पहिले लुगाहरू यिनीहरूको सामानहरू बनाउने यो खालको तानहरू थियो रहेछ यो जमानामा चलाउने हतियारहरू पहिले चाहिँ यो अफ्रिकनहरूले युज गर्ने नि अफ्रिकन टाइपले बस्थ्यो रहेछ अफ्रिकनहरू गर्ने यिनीहरू यसरी बस्थ्यो रहेछ तर पछि रसियाबाट टेक्निकहरू घर बनाएर बस्ने टेक्निकहरू आएपछि चाहिँ यिनीहरूले घर बनाउन थालेको छ जति पनि घर बनाउँछ बिचमा चाहिँ लाइटिङको लागि जे चिम्नी जस्तो निकालेर लाइटिङ हुन्थ्यो र धुवा चाहिँ घरभित्र त्यतिकै नै हाम्रो नेपालको माटोको घर जस्तै त्यतिकै नै घरमा घुमिराखेर घरको काठहरू दलिनहरू एकदम कालो खालको घरहरू बुझियो ल यहाँ छ सामानहरू यहाँ छैन लुगाहरू नेपालका हाम्रो भोटी जातिहरूले लाउने साथीहरूले जस्तै लाग्यो ओके न यसलोक हामी म्युजियम अगाडि छौँ यहाँ झरेको टोलीबसबाट अब हामी म्युजियम डाइनासोरको म्युजियम यहाँ कता पर्छ अब खोज्दै हामी त्यहाँ जाने हो अनि हामी क्रिकेट म्युजियम गार्डन जाँदैछौँ यहाँ है यहाँबाट यो गार्डन बनाउने मान्छे चाहिँ उयो रहेछ र अब हामी चाहिँ अगाडि गइरहेछौँ म्युजियम चाहिँ कस्तो छ हेरौँ अहिले चाहिँ हामी ओस्लो नर्वेको नेसनल हिस्टोरिकल
म्युजियम जाँदैछौँ। विशेष गरेर विशेष गरेर बच्चाहरूको लागि यहाँ हिस्टोरिकल डाइनोसरको घर छ अरे भनेर सुनेछु। बेसी यहाँ चाहिँ ढुङ्गाको म्युजियमहरू रहेछ। ढुङ्गाको यो हरेक किसिमको ढुङ्गा रहेछ, त्यही ढुङ्गाको बयानहरू यहाँ लेखिरहेछ। यहाँ सबै आफ्नो आफ्नो तरिकाको ढुङ्गाहरू रहेछ। यहाँ 14 नम्बरिङ दिएको रहेछ यो ढुङ्गाहरू यहाँ पाउने चाहिँ होला। ढुङ्गाहरूको पुरै रहेछ म्युजियममा यहाँ टाइप अफ ढुङ्गाहरू, सबै ढुङ्गाहरू। सबै थरीको ढुङ्गाहरूको मात्रै राखेको छ। यो ढुङ्गाहरू नम्बरिङ गरेर राखेको छ पुरै। अब यो सबै ढुङ्गाहरू आफ्नो आफ्नो तरिका बनोटहरू छ है। यो नम्बर 31 हो। यहाँदेखि त्यो ढुङ्गाको म्युजियम यहाँ रहेछ। अब बुझ्नु त पाइएन, तर यो सबै नरमा पाउने ढुङ्गाहरू चाहिँ यहाँ ढुङ्गाकै म्युजियम बनाएर राखेको रहेछ। यस्तो ल अब हामी यताबाट म्युजियमतिर इन्ट्री हुन्छ। ओस्लोको डाइनोसरको थिएटरमा जाँदैछौँ, विशेष गरी नातिनीलाई देखाउनुको लागि। ल अब हामी भित्र पस्दैछौँ। ल हामी इन्ट्रेन्स भित्र जाँदैछौँ। यहाँ माथि चाहिँ डाइनोसरको के छ। La look. डाइनोसरको म्युजियम रहेछ। लाइफ डाइनोसर डाइनोसरहरू चाहिँ यस्तो थियो रहेछ है। विशेष नानीहरूको लागि अन्त एजुकेसनको लागि राम्रो रहेछ। थरीको डाइनोसरको स्केलेटन हड्डीहरू राखेको रहेछ। This is the big one. It's a long time ago, Nano. Oh, hey, how could... This is all very old. यो जति डाइनोसरको स्केलेटनहरू छ यो सबै लाइफ हो।
यो रियल हो, यो आर्टिफिसियल प्लास्टिक बनाएको छैन। यो सबै पहिले डाइनासोरको म्युजियममा राखेर यो रियलहरू, यो सबै यो आर्टिफिसियल होइन। यो सबै डाइनासोरको चाहिँ हड्डीहरू यसरी जोडेर म्युजियममा राखेछ। यो पहिलेको डाइनासोरहरू यो सबैको स्केलेटनमा सायद यो गोरुहरूको होला, त्यस्तै यस्तो छ। सायद चिम्पान्जीहरू, मान्छेहरूको पनि होला। यहाँ यस्तोहरू पनि राखेको छ है, भैँसीको सिङहरू, यस्तो यो पुरानो चिजहरू राखेर चाहिँ स्केलेटनहरू। जस्तै पहिले चाहिँ मान्छेहरूको पनि राखेको रहेछ। पहिलेको मान्छेहरू यस्तो खालको थियो है। म्युजियम एकदम राम्रो म्युजियम छ। यो छ है, जुन चाहिँ यो आर्टिफिसियल होइन, यो चाहिँ प्लास्टिक बनाएको होइन, अरिजिनलहरू यस्तो खालको थियो। यति ठुल्ठुलो डाइनासोरहरू थियो रहेछ पहिले। यस्तो हेर्दाखेरि है जोडेको जस्तो तपाईँ लाग्यो पनि हो। डाइनासोर चाहिँ यो खालको हुन्थ्यो रहेछ। यहाँ चाहिँ एक्जाम्पल देखाइएको छ। आविष्कार गर्ने, पत्ता लगाउनेहरू, साइन्टिस्टहरूको फोटोहरू चाहिँ यहाँ रहेछ। यहाँ चाहिँ स्टोनहरूको रहेछ। नर्वेको यो चाहिँ संसारमा पाइने ढुङ्गाहरूको म्युजियम रहेछ। हेरे मजाले सबै धातुहरू ढुङ्गाबाट हुँदो रहेछ, बनिन्थ्यो रहेछ। र साइन्टिस्टहरू सबै कसले पत्ता लगाएकोहरू भन्ने पनि त्यहाँ लेखिएको रहेछ। म राम्रो भिजिट लाग्यो। यो स्पेस बनाएर चाहिँ स्पेसको त्यो जस्तै ग्रहहरू कसरी घुम्छ यहाँ चाहिँ एक्जाम्पल यहाँ बनाएको रहेछ। ल ल Where are you? We're looking Earth. That's the road. See? यहाँबाट किन नभेटेको मैले? यो अर्थहरू स्पेसको रहेछ यहाँ चाहिँ। Oh. नर्वेको भिजिट यस्तै छ। अघि घाम लागेको थियो, अहिले पानी पर्दैछ। यहाँको वेदरको चाहिँ त्यति भरोसा हुँदैन रहेछ। ओस्लो नर्वेको यो चाहिँ सिटी हो। हामी टाउनतिर घुमिरहेछौँ त। अहिले चाहिँ यहाँको नेसनल म्युजियममा जाँदैछु।
यो चाहिँ यहाँ माथितिर छ तर वेदर रड्डी भयो पानी परिरहेछ त्यही भएर यो नर्वेको वेदरको चाहिँ कुनै भरोसै नहुँदैन अहिलेको यहाँको हामी यो प्यालेस जाँदैछौँ यहाँको प्यालेस यो पार्लिमेन्ट हाउस पनि हो भन्छ पनि अब आएको पैसा त निकाल्नु पऱ्यो त्यही भएर अब पानी परे पनि रोजी हामी चाहिँ जाँदैछौँ पानी परेर सबै चाहिँ पुटै भएर हिँडिरहेछौँ हामी यहाँनिर पछाडिको दृश्यहरू चाहिँ यस्तो छ यो चाहिँ पार्लिमेन्ट हाउस यहाँको कस्तो रहेछ ओस्लो नर्वेको टाउन सिटी हो र यो प्यालेस हो र यो पार्लिमेन्ट हाउस पनि हो है यो तिम्रो त ल ल कराउँदै गर न ल यहाँ तलबाट हामी हिँड्दै आउँदैछौँ हिँड्दै आएर यता हामी माथि पार्लिमेन्ट हाउस जाँदैछौँ नर्वेको रोयल प्यालेस अगाडि हो परिवार घुम्दैछौँ वेदर राम्रो नभए पनि जे होस् घुमिरहेछौँ हेलो अहिले हामी चाहिँ ओस्लो घुमिरहेछौँ ओस्लोमा पानी परेर भर्खरै पानी रहेर अहिले राम्रो भइरहेछ अब हामी 37 बस लिएर चाहिँ ओस्लोको क्याथेड्रल जाँदैछौँ क्याथेड्रल चाहिँ सो ब्युटिफुल छ ओस्लोको टाउनहरू यस्तै छ सिटीहरू ओस्लो नर्वेको यो क्याथेड्रलमा हामी घुमिरहेछौँ अहिले वेदर पानी परेको थियो अहिले चाहिँ रहिरहेछ मजाको दृश्यहरूबाट देखिरहेको छ यहाँनिर यस्तो टाइपको छ यो चाहिँ क्याथेड्रलको वरिपरिको टाउन मार्केट हो यहाँनिर सबै खानेकुराहरूदेखि र लुगासुगा किन्ने के जति हो सबै पाउँदो रहेछ यहाँनिर र क्याथेड्रल चाहिँ यो हो स्क्वायरमा छ क्याथेड्रल चाहिँ स्क्वायरमा छ यो गर्दा अहिले मेन्टेन भइरहेको छ त्यस कारणले हामी अब घुम्न जाँदैछौँ त्यहाँनिर भित्र इन्ट्रेन्स र यो अहिले बन्द भइसक्यो अहिले बेलुकाको 7 बजिसकेको छ त्यही भएर अरू चाहिँ होइन बाहिरबाटै ल हेर्नुहोस् नर्वेको ओस्लोमा चाहिँ गार्बेज खाने ठाउँले पनि म्युजिक बजाएर दिन्छ यहाँ हेर्नुहोस् अब यहाँ सुन्नु है म्युजिक कस्तो मजाले दिन्छ थ्याङ्क यू दिन्छ यो 6 दिनको नर्वे र डेनमार्कको भिजिट पनि आज 7:30 हुँदैछ अब यतिकै एन्डिङ गर्नु पर्ला भन्नुहुँदैछ अब भोलि चाहिँ अब ध्यानले प्याकिङ गरेर हामी एयरपोर्ट जानुपर्छ एयरपोर्ट चाहिँ अब ल अब
ओस्लोको भिजिट सकेर अब घरतिर फिरिँदैछ। अहिले अलमोस्ट 7:30 भयो र यहाँको दोकानहरू चाहिँ 7 बजी सबै कम्प्लिटली बन्द हुँदो रहेछ। ओपन भनेको रेस्टुरेन्टहरू मात्रै ओपन हुँदो रहेछ। त्यही भएर यहाँनिर ट्राफिक सिस्टमहरू रहेछ यस्तो। अब अघि भिजिट गर्दै गर्दाखेरि पानी परेर अलिकति वर्स गऱ्यो, अलिकति भिजेछौँ। किनभने नर्वेमा चाहिँ पानी पर्दैन भनेको पानी पर्दो रहेछ, पानी आउँछ भने फेरि पानी पर्दैन रहेछ। यो वेदर चाहिँ त्यति भनौँ न भरोसै नहुने रहेछ। किनभने बिहान घाम लागेको थियो, निस्क्यौँ, बिचमा पानी फेरि यस्तो ठुलो आएर पानीले भिजायो। भए पनि अब जस अलमोस्ट हामी सुकि पनि सकेछौँ। अब चाहिँ घर जाने भनेर अहिले बस स्टेसनतिर जाँदैछौँ। यहाँको चाहिँ राम्रो रहेछ एउटा ट्रान्सपोर्टेसन चाहिँ। यहाँ डे टुर भनेर काटेपछि चाहिँ ट्रेन चढे पनि बस चढे पनि होइन, फेरि चढे पनि पाउँदो रहेछ। र हामीले आज डे टिकट काटेको थियौँ र अहिले घरि हामी बसमा, घरि ट्रली बसमा चढेर अहिले अलमोस्ट हाम्रो भिजिटहरू सकेर हामीले अब घर फिर्ने उयोतिर लाग्दैछौँ होइन। अब हामी चाहिँ ट्रेन स्टेसनमा आइपुग्न आएको, बस स्टेसनमा आउनु लागेको छ। अब हामी चाहिँ यहाँबाट बस चढेर घर जाने हो। यहाँबाट हामी 7 स्टेसन गइसकेपछि घर आउँछ। ल अब सबै घर जानुको लागि रेडी छौँ हामी। हेलो नर्वे। यो चाहिँ नर्वेको मेन सिटी हो। यो पनि एउटा म्युजियम हो है। यहाँबाट यहाँ ओस्लो माथि ट्रेन स्टेसन सबै यहाँ माथिबाट जान्छ। अनि अहिले हामी घर जानुको लागि बस स्ट्यान्ड त्यहाँ छ, त्यहाँबाट हामी जाँदैछौँ है। यस्तो राम्रो छ, मेन सिटी भएको हुनाले यहीँ हो। चारपट्टिको कहाँ कहाँ जानुभयो नेसनल ट्रेन सबै यहाँ पाउँछ। र यहाँबाट जति जाने हो यो सबै ट्रेन स्टेसन यहाँ माथिको छ। हेलो गुड मर्निङ। यो भिडियो चाहिँ नर्वेको ओस्लो हाम्रो 6 दिन बुक गरेँ क्वार्टरबाट गइरहेको छु। अहिले म 5 तलामा छु। बिहानको यहाँ अहिले 7 बज्नु लागेछ। हाम्रो 6 दिनको टुर नर्वे ओस्लो र डेनमार्क कोपेनहेगनको टुर एकदम रमाइलो थियो। थाहै भएन 6 दिन बितेछ। आज युके फिरिँदैछ। एन्यु धेरै मेमोरेबल लङ मेमोरेबल खालको ठाउँहरू घुमियो। एकदम आनन्द आयो, कैसे छैन। वर्षमा यसरी रिफ्रेस एकतालि बाहिर देश गइयो भने चाहिँ धेरै रिफ्रेस भइँदो रहेछ। लेट्स सी नेक्स्ट इयर। आज युके फिर्दैछौँ। अहिले एयरपोर्ट जाँदैछौँ। हाम्रो 1 o'clockको हाम्रो फ्लाइट हो, तर अलिकति ढिलो हुनेछ। एनिवे विल कभर हुन्छ होला। अहिले ट्याक्सी लिन्छौँ। हामी ओस्लोको एयरपोर्ट आइपुग्यौँ। एयरपोर्ट जाँदै चेकिङको लागि। खै मुने कहाँ गयो? यसरी अगाडि कहिले हामी इन्फर्मेसनहरू यहाँनिर फ्लाइट चेकिङ लागि। चेकिङ
चेकिङ काउन्टरमा जाँदैछौँ हाम्रो ब्यागेज बुझाउनको लागि। अगाडि चेकिङ काउन्टरमा जाँदैछौँ अब ब्यागेजहरू बुझाउनको लागि। त्यसपछि हामी इमिग्रेसन हुँदै भित्र जान्छौँ। अलिकति 124 काउन्टर नम्बर 124 भन्दै थियो कतातिर चेकिङ काउन्टर भइसक्यो र अब ब्यागेज बुझाउन जाँदैछौँ। ब्यागेज बुझाएपछि हामी भित्र वेटिङ रुममा जान्छौँ। अब हामी चेकिङ भएर अब ब्यागेज स्यागेज बुझायो। अब चाहिँ हामी भित्र वेटिङ इमिग्रेसन थ्रु भएर वेटिङ रुमतिर गएर बस्छौँ। यस्तो छ। अहिले हामी अब हामी चेकिङ काउन्टर सकेर इमिग्रेसन थ्रु भएर वेटिङ रुममा जाँदैछौँ। हाम्रो अहिले फ्लाइट चाहिँ F32 हो। निकै तल हिँडेर जानुपर्छ। जाँदैछौँ। एयरपोर्टबाट अनबोर्ड भयौँ। अब अनबोर्ड भएपछि यहाँको एक बजी हुनुपर्ने हो। अलिकति ढिलो भयो। अब लन्डन हाम्रो 1.5 घन्टाको फ्लाइट हो। 1.5 घन्टामा खानेकुरा केही पनि छैन। त्यत्तिकै काठमाडौँ ब्रान्डर गए जतिकै छ।